सो हेलो गाइज, वेलकम टु माई ब्लग। आज चाहिँ कति तेस्रो दिन कि चौथो दिन हो, चौथो दिन होला। चौथो दिनको मेरो ब्लगमा डे 4 को ब्लगमा पनि स्वागत छ। आज चाहिँ म यहाँ के भन्न चाहन्छु नि, यो खोर मैले कम्प्लिट गरिसकेँ। तपाईँहरूलाई एक वरिपरिदेखि चाहिँ भिजिट गराइदिन्छु। यो भित्र चाहिँ अहिले म पस्न सक्दिनँ, चाबी लगाइसकेको छु होइन। चाबी यहाँ भरे आएपछि मात्रै देखाउँछु। यस्तो बनाएको छ होइन, हल्का यो मुनि अलिकति खुल्ला रह्यो, किनभने प्लास्टिकले नै नपुगेको अवस्था, नपुगेको कारणले गर्दा चाहिँ मैले मुनि खुल्ला राखेको छु। अब अलि दिनपछि पैसा बजेट सकिएको छ। अस्ति भर्खरै लिएको थिएँ ऋण 10देखि 15 खै कति, अब यस्तै जति हजार पनि। अब तपाईँलाई भनेर पनि के गर्नु होइन, मेरो त्यो सुल्ने अथवा चाहिँ त्यो तपाईँहरूले पुरा गरिदिने पनि होइन। त्यसैले गर्दा म कति हजार लिएको छु भन्दिनँ। र मैले त्यो लिएको ऋण लोन अथवा त्यसपट्टि पैसाले नपुगेको हुनाले चाहिँ यो प्लास्टिक पनि नपुगेको हो। र आज चाहिँ म खास भन्नुपर्दा चाहिँ चल्ला यहाँ चाहिने होइन, यहाँ लगाउनुको लागि बनाएको हो नि त। चल्ला नै लगाउनुको लागि बनाएको हो। त्यसैले चाहिँ यहाँ चल्ला लगाउनको लागि चाहिँ चल्ला ल्याउन चाहिँ म जाँदैछु। यहाँ केही सामानहरू ल्याउन बाँकी छ। मतलब अब यहाँ चारो त अस्ति ल्याएको थिएँ, भुसहरू अनि वगेरा हुन्छ नि त। अब त्यो पानी दिने, चारो दिने त्यस्तै चिजहरू चाहिँ यहाँ ल्याउनु बाँकी नै छ। त्यो सबै सामानहरू ल्याउनुको लागि चाहिँ म आज खादरी नै हो, बजार नै छेउमा हो। नयाँ बजार भन्ने कतिजना चिन्छ, नयाँ बजारमा जाने हो। र म उता फोन बोक्दिनँ, किनभने मलाई फोन बोक्नु ल्याङ लाग्छ होइन। त्यसैले गर्दा चाहिँ एकैचोटि यहाँ ल्याएर आएपछि मात्रै तपाईँहरूलाई म देखाउनु छु। यो चाहिँ मेरो घरै, कतिजनाले चिन्नुहुन्छ होइन। म देखाउँदिनँ पुरा, किनकि थोत्रे छ। अच्छा, हमको सिखा रिया है होइन। अनि मुनि रोड छ, मुनिदेखि हावा आउँछ, यस्तो मिठो आइरहेछ अहिले। रुखहरू हल्लाइरहेछ। सो म चाहिँ यो बाटोमा हो कि, अनि यताउता हेरिरहनुपर्छ। कसैले मलाई हेरिरहेछ कि भनेर यसो हेर्नु मन लाग्छ नि त। यसरी के गर्दैछ भनेर हेरिरहेको हुन्छ नि त कसैले। त्यसैले गर्दा चाहिँ बेला यसरी हेर्नुपर्ने हुन्छ होइन। नत्र भरे कोमामा पुग्दा एक्लै यसरी बाटो जस्तो पुगिरहेको देख्दाखेरि त उनीहरू पनि छक्कै, म पनि छक्कै। त्यसैले म हेर्छु यसरी होइन। अब चाहिँ म खास जाँदैछु चल्ला लिनको लागि। यो चौथो दिनको भ्लग चल्ला लिएर यसो राख्ने सम्मको भ्लग पनि तपाईँहरूले हेरिदिनु होला, फुल वाच गरिदिनु होला। ओके। सो मैले चाहिँ चल्लाहरू लिएर बोरा के अरे भुससँग घर फर्किँदैछु। के अरे भाँडाकुँडा औषधिहरू के चाहिँ त्यहाँ थिएन, अनि उता जानुपर्ने रहेछ। मैले अहिलेको लटमा चाहिँ यति मात्रै बोक्न सकेँ। त्यसैले गर्दा अर्को सामान ल्याउन सकिनँ। कि भरे जान्छु, नत्र भोलि जान्छु। भोलि गयो भने भोलि भ्लग हुन्छ, आज गयो भने आजै हुन्छ। त्यो चाहिँ तपाईँहरूलाई सुझाव। ठीक है, समझिया। सो म चाहिँ यहाँ यो गलेर बिसाएको होइन। भात त्यस्तो ठुलो थिएन र पनि गले गर्नु पऱ्यो। कतिवटा छ अलिक थोरै भएको चाहिँ कुन छ, कसरी गर्नु पनि नसक्ने रहेछ। 1 2 3 4 300 भरे घर गएर जानु नसक्ने रहेछ। फेरि अब हिँड्नु पऱ्यो नि त होइन। गर्नु कि भनेको त नसक्ने रहेछ अहिले होइन। अरे हाँ भाई हाँ। सो मैले चाहिँ यहाँ चल्ला घर पुरै ल्याइसकेँ। यहाँ रहेको छ चल्ला चाहिँ। एकछिन पछि गन्ती गर्ने, एकछिन बिसाउनु पर्छ। गलेर गर्मी त्यस्तै, घाम त्यस्तै, यतातिर भुसै भुस। A few moments later. सो अब चाहिँ चल्ला गर्नु पर्यो। गर्ने पसिनै सिलेको छैन, गन्ती गर्दिनँ त। सबभन्दा सुरुमा ओपन गर्नु पर्यो होइन।
अघि चाहिँ यो ओपन गर्दा चाहिँ के हुन्छ भनेर ओ माई गड चल्ला डोना थापाले भने जस्तो चल्ला गिन्ती गरौँ है त ल 5 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 25वटा यता छिमेकी अब यता गर्मीले फेरि मर्छ नि त यिनीहरू त्यसैले यतै लग्यो भने 25वटा ओहो सरी यताको 25 अब यता 25 हुनु पर्यो है 3 6 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 50वटा मिस्टेक भएन रहेछ उहाँको हिसाबमा गन्तीमा एकदम सक्सेस भएछ। सो आजको यति नै हो भिडियो चाहिँ होइन इन्डिङ गरिदिने अब गर्मीले यहाँ कपडा पनि लगाएको छैन अब यसलाई भित्र राखिदिने चारो पानी दिने अनि भोलि डे 5 नेक्स्ट डे अथवा डे 5 मा चाहिँ यसमा चाहिने भाडाहरू अलिअलि आधी त अस्ति ल्याएको आधी चाहिँ ल्याउनु बाँकी थियो त्यो पसलमा नथिएर त्यो पसलमा आज ल्याउँछु भन्दै त्यो ल्याउनु भएन रहेछ सो आज अब जानु अल्छी लाग्छ होइन टाढो पनि त्यति टाढो त होइन आधी घन्टा जति लाग्छ हातबारी बजारको भित्र मात्रै छ अरे एरियामा मात्रै अनि त्यसैले गर्दा चाहिँ भोलि बिहानतिर जान्छु होला डे 5 को भ्लगमा तपाईँलाई हेर्न सक्नुहुनेछ। आजको भ्लग चाहिँ यति नै हो छोटो कति मिनट भयो 4-5 मिनट 6-7 मिनट होइन यति नै रहेको छ सबले हेर्ने जतिले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला हस् धन्यवाद।